धन्यवाद साथी शुभम। गल्ती गर्नु एउटा अनुभव होइन। एकजनाले गल्ती गर्नु अनुभव होइन, सिक्नु सहयोग हो। आदरणीय गुरुवर्ग, अभिभावकज्यू र मेरा प्यारा साथीहरू नमस्कार। मेरो नाम आश्रय न्यौपाने, म कक्षा 3 की विद्यार्थी हो। आज मैले आफूले लेखेको कथा प्रस्तुत गर्न पाउँदा म धेरै खुसी छु। मेरो कथाको नाम राम्रो बानी हो। यस कथामा मैले कथा लेखेकी छु र सुन्दर चित्र बनाएकी छु। अब म मेरो पुस्तक सुरु गर्न गइरहेको छु। यो मेरो पुस्तकको आवरण पृष्ठ हो। सुरेश सधैँ ढिलो उठ्थ्यो र गृह कार्य नगरी विद्यालय जान्थ्यो। यो सुरेशको घर हो र यहाँ सुरेश सुतिरहेको छ। एक दिन शिक्षकले राम्रो बानीको बारेमा पढाउनु भयो। यहाँ शिक्षकले राम्रो बानीको बारेमा पढाउनु भएको छ। त्यसपछि उसले समयमै उठ्ने र नियमितपने बानी बसाल्यो। यहाँ सुरज पढिरहेको छ। केही समयपछि उसको नतिजा सुधार्यो। यसरी उसले राम्रो बानी नै सफलता दिन्छ भन्ने कुरा बुझ्यो। यहाँ सुरज मन लाएर पढिरहेको छ। धन्यवाद। मलाई सहयोग गर्नुहुने शिक्षक र आमा बुवाहरूलाई धेरै धेरै धन्यवाद। जय आरम्भ। अब म मेरो साथी शशाङ्क केसीलाई बोलाउन गइरहेको छु।